The more you study, the more you get the knowledge. So त्यस्तै गरी भन्नुपर्दाखेरि थ्याङ्क यू सो मच फर द फलोअर्स फर्स्ट कुरा सेकेन्ड कुरा चाहिँ नि पहिले चाहिँ यु निड टु आइडेन्टिफाई द फर्स्ट सेन्टेन्स त्यसको लागि म तपाईँलाई एउटा हिन्ट दिन्छु फर्स्ट सेन्टेन्समा चाहिँ तपाईँको मेन टपिक इन्ट्रोड्युस गराएको छ भनेदेखि त्यो फर्स्ट सेन्टेन्स हुनसक्छ अर्को भनेको जसले चाहिँ प्रोनाउनहरू अभोइड गरेको छ भनेदेखि त्यो पनि फर्स्ट सेन्टेन्स हुनसक्छ फर इक्जाम्पलको लागि इट दे हि सी अर्को भनेको यो चाहिँ जेनरल डेफिनेसन स्टेटमेन्ट हो जस्तो लाग्यो भनेदेखि पनि त्यो फर्स्ट सेन्टेन्स हुनसक्छ जसले चाहिँ नि कनेक्टरहरू सुरुमै जस्तै अब हाउ एभर देयर फोर होइन लास्टली त्यस्तो खालको हालेको छैन भनेदेखि पनि त्यो फर्स्ट सेन्टेन्स हुनसक्छ र स्ट्यान्ड अलोन गर्दाखेरि फुल मिनिङ दिएको छ भनेदेखि पनि त्यो फर्स्ट सेन्टेन्स हुनसक्छ किनभनेदेखि फर्स्ट सेन्टेन्स पत्ता लगाइसकेपछि बल्ल तपाईँले अरू त्योसँग कनेक्ट गर्दै गर्दा चाहिँ अरू तपाईँले सजिलै बनाउन सक्नुहुन्छ र यसमा टाइम पनि एकदम कम हुन्छ त्यही भएर त्यसमा धेरै टाइम चाहिँ लिने होइन है कम टाइम लिएर अगाडि बढ्नुपर्छ र एउटा चाहिँ इक्जाम्पलको लागि मैले भने तीनटा म सेन्टेन्स भन्छु यसमा चाहिँ फर्स्ट सेन्टेन्स कुन हो भनेर म इक्जाम्पल दिन्छु फर्स्टमा चाहिँ एमा छ इट इज नोन फर स्टनिङ आर्किटेक्चर एन्ड हिस्ट्रिक ल्यान्डमार्क्स बीमा छ पेरिस इज वान अफ द मोस्ट भिजिटेड सिटिज इन द वर्ल्ड र सीमा छ एज अ रिजल्ट टुरिज्म जेनेरेट सिग्निफिकेन्ट इन्कम फर द सिटी यसको एन्सर हुन्छ बी पेरिस इज वान अफ द मोस्ट भिजिटेड सिटिज इन द वर्ल्ड बिकज यसले चाहिँ टपिकलाई इन्ट्रोड्युस गर्यो यसमा प्रनाउन पनि छैन यो जेनरल फ्याक्ट हो र स्ट्यान्ड अलोन गर्छ यो सेन्टेन्स थ्याङ्क यू सो मच एन्ड आई विल सी यु इन अदर भिडियो